नमस्कार, नेपाल टेलिभिजनको समाचारमा स्वागत छ। म मानवी बानिया। समाचार सुरु गरौं प्रमुख समाचारबाट। अत्याधिक वर्षाका कारण आएको बाढ़ी र पहिरोमा पुरेर इलाममा 18 जनाको मृत्यु। मेची, कोशी र सिद्धिचरण राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध। मुख्य राजमार्गदेखि ग्रामीण सड़कसम्म क्षति। चितवन र धादिङमा हिजोदेखि रोकिएका सवारी छाडिए। पृथ्वी राजमार्गको धादिङ खण्डमा सवारी थुप्रिँदा समस्या। सवारी नपठाउन तनहुँ र चितवनलाई धादिङको आग्रह। बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो। खोलाको कटनका कारण तत्काल राजमार्ग सुचारू नहुने। अरनिको राजमार्गमा पनि पहिरोका कारण सड़क अवरुद्ध। जनतालाई धोका दिने नेता विरूद्ध मोरक्को, जर्जिया र माडागास्करमा जेनजी आन्दोलन। आन्दोलनकारीलाई दबाउन व्यापक प्रहरी दमन। र नेपाल र मलेसिया बीच टी20 सिरिज अन्तर्गत तेस्रो खेल जारी। 121 रनको लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिङ गर्दै। समाचार अब विस्तारमा। विगत 24 घण्टामा भएको अत्याधिक वर्षाका कारण आएको बाढ़ी र पहिरोमा पुरिएर इलाममा 18 जनाको मृत्यु भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार सूर्योदय नगरपालिका वडा नम्बर 1 माने भन्ज्याङमा 5 जना, माङसुबेङ गाउँपालिका वडा नम्बर 1 पाटी गाउँमा 3 जना, देउमाई नगरपालिका वडा नम्बर 5 धारेमा 1 जना, दुसुर्नेमा 2 जना, फाकफुक थुम गाउँपालिका वडा नम्बर 3 रातोमाटेमा 1 जना, इलाम नगरपालिका वडा नम्बर 5 घोष गाउँमा 6 जना गरी 18 जनाको पहिरोमा पुरेर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभएको छ। अत्याधिक वर्षाका कारण आएको बाढ़ी पहिरोले मेची राजमार्ग, कोशी राजमार्ग र सिद्धिचरण राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएकोले बुझेर मात्र सवारी यात्रामा जान प्रहरीले आग्रह गरेको छ। धरान धनकुटा सड़क पनि पहिरोका कारण अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य भइरहेको छ। इलाममा 4 वटा पुलमा बाढ़ीले क्षति पुर्याएको जानकारी दिइएको छ। लगातारको वर्षाका कारण धनकुटा जिल्लाका विभिन्न स्थानमा सड़क अवरुद्ध भएको छ। पहिरो र बाढ़ीका कारण मुख्य राजमार्गदेखि ग्रामीण सड़कसम्म क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पाखरीवास नगरपालिका 5 डिकुरे र वडा नम्बर 4 पाखरीवास क्षेत्रमा 2 स्थानमा पहिरो गएर सड़क अवरुद्ध भएको छ। यसैगरी कोशी लोकमार्गमा समेत सागुरीगढ़ी गाउँपालिका 1 चनौटे घण्टे र सिमुसुवा गरी 3 स्थानमा पहिरो गएर आवागमन रोकिएको छ। यस्तै रविराके निर्माणाधीन सड़क अन्तर्गत सागुरीगढ़ी 5 लुम्फाजुङ पहिरो र बालुवा खानी क्षेत्रमा समेत सड़क अवरुद्ध भएको जानकारी प्राप्त भएको छ। साथै तमोर करिडोर अन्तर्गत 24 गाउँपालिका 4 छरुवा खोलामा आएको बाढ़ीले पनि सड़क बगाएको र यातायात प्रभावित भएको जनाइएको छ। सड़क खुलाउन स्थानीय प्रशासन, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा काम भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी शरद कुमार थापा छेत्रीले जानकारी दिनुभएको छ। समाचारको क्रम जारी नै छ। एकैछिन विश्राम। विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। चितवनमा हिजो रोकिएका सवारी साधनहरू आज छाडिएका छन्, तर पृथ्वी राजमार्ग भने आज पनि पहिरोको कारण अवरोधमा छ। पृथ्वी राजमार्गको धादिङ खण्डमा 10 स्थानमा पहिरोका कारण एकतर्फी यातायात सञ्चालन हुन सक्ने अवस्था छ भने एक स्थानमा पहिरोले दुईतर्फी नै ठप्प छ। बेनीघाट रोडाङ गाउँपालिका स्थित वडा नम्बर 9 ज्यामिरे घाट भन्ने स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको हो। बिहान करिब 7:30 बजे खसेको पहिरोको कारण सो राजमार्ग बन्द भएको हो। 2 दिनदेखिको वर्षाले राजमार्गको ठाउँ ठाउँमा पहिरो खसेको र धेरै स्थानमा राजमार्ग एकतर्फी मात्रै रहेकोले बिहानदेखि नै सड़क सफा गर्ने काममा प्रहरी र सड़क विभाग लागिरहेको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिनुभएको छ। धादिङ जिल्लामा पर्ने पृथ्वी राजमार्गको धेरै स्थान पहिरोको जोखिम क्षेत्र भएकोले सड़क रोकिएका पनि चितवन र तनहुँबाट नपठाउन प्रहरीले आग्रह गरेको छ। अहिले चितवनबाट सवारी छाडेको बताउँदै उपयुक्त स्थानमा सवारी होल्ड गरिदिन आग्रह गरेको धादिङ प्रहरीले जनाएको छ।
बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र खोलाको कटानका कारण तत्काल राजमार्ग सुचारू नहुने भएको छ। रोशी गाउँपालिका विभिन्न स्थानमा रोशी खोलाले राजमार्ग कटान गरेको छ भने नवबुद्ध र धुलीखेलका क्षेत्रमा पनि सड़क भासिएको र बगेको छ। अरणीको राजमार्गका विभिन्न स्थानमा सड़क अवरुद्ध भएको छ। भक्तपुर क्षेत्रमा पर्ने साङ्गामा पहिरोका कारण अवरुद्ध सड़क पन्छाउने प्रयत्न जारी छ। सड़क सुचारू हुन सकेको छैन। अत्यावश्यक सवारी साधनहरू भित्री सड़क नाला हुँदै राजधानी आउने जाने गरिरहेका छन्। राजमार्गका ठाउँ ठाउँमा पहिरो जाँदा सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन्। रोशी खोलाको बहावका कारण महाभारत क्षेत्रमा सड़क सम्पर्क विच्छेद भएको छ। खानीखोला पुग्ने सड़क पनौती तल्लोढुङ्गा र अन्य सड़क अवरुद्ध भएका छन्। बेथान्चो गाउँपालिकाको प्रशासनिक भवनमा खोलाले क्षति पुर्याएको छ। 70 घर परिवार राति नै गाउँपालिका र ओडा कार्यालयको सामान्यमा अन्यन्त्र सुरक्षित स्थानमा सारिएको छ। सदरमुकाम धुलीखेलको ओडा नम्बर 1 मा पहिरो जाँदा मन्दिर पुरिएको छ। अन्य ओडाहरूमा जाने सड़क सामान्य पहिरोका कारण अवरुद्ध छन्। निरन्तर पानी परिरहेका कारण अवरुद्ध सड़क खुलाउने प्रयत्न सम्भव भएको छैन। पाँचखाल मण्डनदेवपुर भुम्लु चौरी देउराली तेमाल पनौती नवबुद्ध लगायतका क्षेत्रमा सहज रूपमा सड़क सञ्चालन हुन सकेको छैन। झापाको मेचीनगर नगरपालिका र शिवशताक्षीमा बाढ़ीका कारण सड़क बगाएपछि पूर्व पश्चिम राजमार्गमा यातायात अवरुद्ध बनेको छ। यस्तै बाढ़ीका कारण झापाको झापा गाउँपालिका ओडा नम्बर 2 का 62 घर परिवार अन्यन्त्र सारिएको छ। यता बाढ़ीले शताक्षी नगरपालिकामा समेत दर्जनौं घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 2 दिनदेखि परेको अविरल वर्षा र बाढ़ीले नदी तटीय क्षेत्रका धेरै बस्तीमा बाढ़ी पसेको छ। शिवशताक्षीमा 300 बढी घर डुबानमा परेका छन्। तर हालसम्म मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ। डुबान र कटान भएको क्षेत्रमा प्रहरी तथा अन्य स्थानीय बासिन्दाबाट उद्धारको कार्य जारी रहेको समेत उहाँले जानकारी दिनुभएको हो। समाचारको क्रम अझै जारी छ। एकैछिन विश्राम। मौसम प्रतिकूल भए पनि बडादशैंको टीकाको क्रम आज पनि जारी छ। विजयादशमीका दिनदेखि शुरू भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ। भोलि कोजाग्रत पूर्णिमा रहेको छ। नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको 15 दिन बडादशैं पर्व भव्य रूपमा मनाउने गरेका छन्। विश्व बजारमा नेपाली कफीको लोकप्रियता बढ्दो छ। त्यसमध्ये गुल्मी जिल्लाको कफीलाई विशेष माग रहेको पाइन्छ। तर जिल्लामा कफीको उत्पादन भने पछिल्ला वर्षहरूमा निरन्तर घट्दो क्रममा छ, जसले किसानदेखि निर्यातकर्तासम्मलाई चिन्तित बनाएको छ। गुल्मीमा 178 हेक्टर जमिनमा आँपचौर र भण्डारी डाँडामा विशेष गरी कफी खेती गरिँदै आएको छ। गुल्मीमा कफी सम्बन्धी विभिन्न परीक्षण एवं अनुसन्धान गर्न कफी अनुसन्धान कार्यक्रम पनि राखिएको छ। अनुसन्धानका क्रममा कफीका बोटमा सेतो गवारो रोगले सताउने गरेको भेटियो। सेतो गवारो रोगबाट कफीका बोटहरूलाई बचाउनका लागि अनुसन्धान जात परीक्षण रोग कीरा सम्बन्धी अनुसन्धान गर्दै आएको छ। तर पनि कृषकलाई अहिलेसम्म पनि रोगको उपचार पद्धति दिन नसक्दा कृषकहरू उत्साहित देखिएका छैनन्। विदेशमा अर्ग्यानिकको कफीको माग भए पनि उत्पादन कम हुँदा माग अनुसारको निर्यात गर्न नसकिएको कफी निर्यातकर्ता किसानहरूको भनाइ छ। समाचारको क्रम अझै जारी छ। एकैछिन विश्राम। अब मुलुक बाहिरका प्रसंग। फोस्रा भाषण गरेर निर्वाचन जित्ने तर देश र जनताको लागि काम नगर्ने नेताहरू विरूद्ध अहिले 3 वटा देशमा जेनजी आन्दोलन सञ्चालन भइरहेको छ। अहिले मेडागास्कर, मोरक्को र जर्जियामा युवाहरू सुशासन माग गर्दै सरकार विरूद्ध उत्रिएका हुन्। यस क्रममा मोरक्कोमा जेन्जी युवाहरूको अगुवाईमा आधारभूत अधिकार माग गर्दै हजारौंको संख्यामा प्रदर्शनकारीहरू सड़कमा उत्रिएका हुन्। गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा जेन्जीहरूको माग छ। 212 वटा अनलाइन मार्फत संयुक्त रूपमा आन्दोलनको आह्वान गरिएको हो। यसैगरी जर्जियामा हजारौंको संख्यामा सड़कमा उत्रिएका प्रदर्शनकारीहरूलाई तितर बितर पार्न प्रहरीले पानीको फोहरा र असुर ग्यास
प्रहार गरेको छ। स्थानीय निर्वाचनमा विपक्षीले लोकतन्त्र बचाउन अन्तिम मौका माग गरेपछि 10,000 मानिसहरू प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनकारीहरू राष्ट्रपति भवनमा प्रवेश गर्न खोजेपछि सरकार दमनमा उत्रिएको छ। त्यस्तै मेडागास्करमा राष्ट्रपतिले सरकार भंग गरे पनि जनताले 16 वर्षदेखि सत्तामा रहेका राष्ट्रपति एन्ड्री राजोएलिनालाई नै हटाउने प्रयासमा युवाहरूले आन्दोलन जारी राखेका छन्। राष्ट्रपतिका तर्फबाट पनि जुलुस निकालिएपछि युवाहरूले अर्को चरणको आन्दोलन शुरू गरेका हुन्। प्रहरी दमनमा मेडागास्करमा 22 जना मारिएपछि सरकार भंग गरिएको थियो। जेएनजी प्रदर्शनकारीहरूमाथि अर्सुर ग्यास प्रहार गरिएको छ। अब खेल समाचार। मलेसियामा जारी महिला टी20 सिरिजमा नेपाल र मलेसिया बीच तेस्रो खेल जारी छ। खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले 4 विकेटको क्षतिमा 120 रन बनाएको छ। निर्धारित 20 ओभरको खेलमा नेपाल 121 रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ। 5 खेलको सिरिजमा अझै 2 खेल खेल्न बाँकी छ। यसअघि हिजो भएको खेल नेपालले जितेर सिरिजमा 1-1 को बराबरी रहेको छ। हामी यस बुलेटिनको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै प्रमुख समाचार पुनः एकपटक। अत्याधिक वर्षाका कारण आएको बाढ़ी र पहिरोमा पुरेर इलाममा 18 जनाको मृत्यु। मेची कोशी र सिद्धिचरण राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध। मुख्य राजमार्गदेखि ग्रामीण सड़कसम्म क्षति। चितवन र धादिङमा हिजोदेखि रोकिएका सवारी छाडिए। पृथ्वी राजमार्गको धादिङ खण्डमा सवारी थुप्रिँदा समस्या। सवारी नपठाउन तनहुँ र चितवनलाई धादिङको आग्रह। बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो। खोलाको कटनका कारण तत्काल राजमार्ग सुचारू नहुने। अरणीको राजमार्गमा पनि पहिरोका कारण सड़क अवरुद्ध। जनतालाई धोका दिने नेता विरुद्ध मोरक्को, जर्जिया र मेडागास्करमा जेएनजी आन्दोलन। आन्दोलनकारीलाई दबाउन व्यापक प्रहरी दमन। र नेपाल र मलेसिया बीच टी20 सिरिज अन्तर्गत तेस्रो खेल जारी। 121 रनको लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिङ गर्दै। हवस् त, नेपाल टेलिभिजनको बिहान 11 बजेको समाचार सकियो। हामीलाई बिदा दिनुहोस्। नमस्कार।